गुड मर्निङ सबैजनालाई। म चाहिँ जहिले पनि बिहान उठ्ने बित्तिकै चाहिँ पानी खान्छु कि अनि किनभने पानी खाँदाखेरि चाहिँ हाम्रो बडी चाहिँ एकदम डिहाइड्रेट हुन्छ होइन। अनि एक्सर्साइज गर्नलाई चाहिँ लास्टै मद्दत पनि हुन्छ र यो मेरो डेली रुटिन भनौँ न पानी खाने चाहिँ। अनि आज चाहिँ लेग डे थियो, त्यही भएर यसो लेगहरू तन्काउने यताउता गर्ने गरिरहेको थियो। अनि लेग डेको दिन चाहिँ लास्टै गाह्रो लाग्छ क्या, जसलाई पनि त्यही भन्छ भन्न चाहिँ मान्छेहरूले गाह्रो हुन्छ यताउता, त्यो चाहिँ सुनिरह मात्रै थियो। जब आफै गर्न थालेँ त्यसपछि चाहिँ एकदमै गाह्रो हुन थाल्यो कि, किनभने लेग डेको दिन जसलाई पनि हो गाह्रो चाहिँ गाह्रो नै हुन्छ क्या, त्यो जोसुकै होस् कि। यो चाहिँ एक्सर्साइज गर्नेहरूलाई मात्रै थाहा हुन्छ क्या लेग डेको दिन कति गाह्रो हुन्छ भनेर। अनि जे भयो नि जति गाह्रो भए पनि होइन, आफ्नो शरीर त बनाउनु पऱ्यो। अनि जसोतसो मैले चाहिँ हप्तामा 3 दिन अथवा 2 दिन चाहिँ मैले लेगको वर्कआउटहरू गरिरहेको हुन्छु कि, किनभने मलाई चाहिँ एकदमै स्ट्रङ बन्नु छ नि त। अनि त्यही भएर अब एक्सर्साइज नगरी त स्ट्रङ कसरी हुने होइन। अनि त्यसपछि मैले चाहिँ आफ्नो लास्टै वर्कआउटहरू सकाएर चाहिँ म यसो बडी छोडी कस्तो भयो भनेर हेर्नतिर चाहिँ लागेँ होइन। अनि यसो हेरेको लेगमा ठिकै पम्प आइरहेको रहेछ। अनि आफ्नो लेगको त्यो पम्प देखेर चाहिँ म एकदमै खुसी भएँ कि, किनभने बडी मेन्टेन गर्न भनेको नर्मल कुरा होइन। अनि मैले चाहिँ आफ्नो बडीहरू बुझी गइसकेपछि चाहिँ म चाहिँ अन्डा खाएँ होइन। अनि अन्डा खाएर चाहिँ म चाहिँ निस्केँ कामतिर होइन। अनि किचनमा पुगेर चाहिँ यसो हेरेको किचनको हालत अलिक खराब जस्तो देखियो। अनि मेरो पाला म चाहिँ पुस्नतिर लागेँ होइन। अनि पुस्दै चाहिँ फेरि ठ्याक्कै एकैछिन भोक पनि लागिहाल्यो कि। अनि मेरो पाला चाहिँ अनि फेरि खानासाना पाकिरहेको थियो। अनि मेरो पाला खानासाना पस्केर भात पनि ड्याङड्याङ भएर खाइदियो। अनि त्यसपछि दिउँसो यत्तिकै बसेँ। अनि त्यसपछि फेरि बेलुका भइसकेपछि चाहिँ फेरि म चाहिँ जहिले पनि आधा घन्टा चाहिँ हिँड्छु कि, अनि वक गर्छु। अनि त्यसपछि किनभने हिँडेन भने चाहिँ अलिकति फ्याटहरू लाग्ने चान्सेस बढी हुन्छ, त्यही भएर म चाहिँ आधा घन्टा चाहिँ हिँड्न जान्छु कि तलतिर मन्दिरतिर, यसो मन पनि शान्त हुन्छ। यति भन्दै चाहिँ म